हुन्छ यहाँहरू सम्पूर्णमा ख्रीष्ट अभिवादन जय मसी। एकैछिन तपाईँहरू मसँग रहनुहोस् भन्ने म बिन्ती गर्दछु तपाईँहरूलाई। म क्लियरली भन्न चाहन्छु, म तपाईँहरूको लाइक र कमेन्टको भोको होइन है। तपाईँहरूले यदि यो वचनलाई यो मेसेजलाई पुरा हेर्नुहुन्न भने तपाईँहरूले लाइक नगरे पनि हुन्छ, कमेन्ट नगरे पनि हुन्छ। तर कुनै एकजना व्यक्ति मात्र मसँग चाहिँ यो टिकटकमा फेसबुकमा जहाँ यो पोस्ट हुन्छ वचन तपाईँ रहनुहुन्छ भने म तपाईँ एकजनाको लागि मात्र भए पनि आजको मेसेज चाहिँ सुरु गर्छु ल। हुन्छ यहाँ म चाहिँ आज तपाईँको माझमा दाउद र बत्सेबाको विषयबाट चाहिँ म तपाईँलाई एकदमै गहिरो कुरा चाहिँ सेयर गर्न चाहन्छु। दाउद किन बत्सेबासँग पापमा फस्यो कि कहिले तपाईँले विषयमा सोच्नु भएको छ? मैले यो विषयलाई चाहिँ विचार गर्दै थिएँ। अनि यो विचार गर्दाखेरि 11 अध्यायमा चाहिँ वसन्त ऋतुको समयमा जब राजाहरू लडाइँ गर्नलाई निस्कन्छन्, दाउदले योआब र आफ्नो अरू अफिसरहरू सबै इजरायलका फौजलाई पठाए र तिनीहरूले अमुननलाई ध्वस्त पारे र रब्बालाई घेरे। तर दाउद चाहिँ यरुशलेममा नै रहे। अनि पहिलो गल्ती दाउदको। अनि एक बेलुकी दाउद पलङबाट उठेर महलको कौसीमाथि घुमिरहेको बेलामा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे अनि तिनी अति सुन्दरी थिइन्। तिनी को हुन् भनी सोधपुछ गर्नलाई तिनले मानिस पठाएर यस्तो खबर आयो कि तिनी एलियामकी छोरी हित्ती उरियाकी स्वास्नी बत्सेबा होइनन् र दाउदले तिनलाई ल्याउन मानिसहरू पठाए अनि तिनी आइन् र दाउदले तिनीसित सहवास गरे अर्काको श्रीमतीसँग। यहाँनिरको दाउदको पहिलो गल्ती, वसन्त ऋतुमा राजाहरू चाहिँ लडाइँ गर्न जानुपर्ने है, लडाइँमा जानुपर्ने व्यक्ति हो राजा चाहिँ दाउद चाहिँ। तर उसले के गरेको छ, लडाइँलाई चाहिँ स्किप गर्यो। पहिलो गल्ती उसको, ऊ लडाइँमा जानुपर्ने थियो, लडाइँमा गएन। लडाइँमा चाहिँ उसले आफ्नो सेनापतिलाई पठाए, सबै सेनाहरूलाई पठाए। ऊ चाहिँ अब पलङ अब घरको कौसीतिर चाहिँ ऊ हेर्दैछ, घुम्दैछ। गर्दै गर्दाखेरि एकजना स्त्रीलाई चाहिँ उसले नुहाइरहेको देख्यो। जसै त्यो देख्यो दाउद चाहिँ पापमा पर्यो। अब यसबाट हामी इसाईहरूले सिक्नुपर्ने मुख्य शिक्षा चाहिँ म तपाईँलाई भन्न चाहन्छु। हामी इसाईहरूको जीवन पनि आज तपाईँ र म पनि हामी लडाइँमा छौँ प्रियहरू। जसै हामी लडाइँलाई स्किप गर्छौँ हामी त्यही नै क्षण हामी शैतानको अधीनमा परि नै हाल्छौँ। दाउद लडाइँमा जानुपर्ने थियो, ऊ लडाइँमा गएन, उसले रेस्ट खोज्यो अनि रेस्टमा आएको परीक्षा चाहिँ यो हो प्रियहरू। आज दाउदको बेलामा चाहिँ लडाइँ फिजिकल थियो, बाहिर थियो भने अहिले यो हामी इसाईहरूको जीवनमा चाहिँ लडाइँ चाहिँ भित्री छ। अहिले हामी बाहिर दाउद जस्तै भाला र तरबार बोकेर लड्न जाँदैनौँ। तर शैतानको स्टेसनहरू चाहिँ यदि एफिसी 6:12 हामी हेर्छौँ भनेदेखिलाई चाहिँ हाम्रो लडाइँ चाहिँ प्रधान दूतहरूसँग है, स्वर्गीय स्थानमा रहेका दुष्टाइका आत्माहरूको विरुद्धमा भनेको कारणले गर्दाखेरि अब शैतानले स्टेसनहरू चाहिँ माथि आकाशमा सारिसकेको कारणले गर्दा अबको लडाइँ चाहिँ फिजिकल होइन, स्पिरिचुअल हो। अब इसाईहरूले स्पिरिचुअल लडाइँ लड्ने हो है। दाउदले यसो आँखा कौसीबाट चियाएर हेरेको, बत्सेबा त नुहाइरहेको रहेछ है। बत्सेबालाई नुहाइरहेको देख्दै गर्दाखेरि चाहिँ दाउदको मनमा चाहिँ अनि त्यो अनैतिकताको पाप पसिहाल्यो, व्यभिचारको पाप पसिहाल्यो। नि पस्दै गर्दा दाउदले चाहिँ सबभन्दा पहिला चाहिँ मान्छेहरू पठाएर बुझ्न पठाएको छ। बुझ्न जाँदाखेरि चाहिँ मानिसहरूले के भनेको छ, यिनी चाहिँ हित्ती उरियाकी स्वास्नी हो भन्छ। अब यहाँनिर पनि उसले हेर्दै गर्दाखेरि ऊ कसैको स्वास्नी हो भन्ने कुरा थाहा पाइसकेपछि पनि फेरि दाउदले के गरेको छ भन्दा उसलाई ल्याउनलाई मानिसहरू पठाएको छ। ए प्रियहरू, आज तपाईँहरू एकदमै सतर्क हुनुपर्छ। आज लडाइँ चाहिँ बाहिर छैन, भित्र छ। आज बेचेबाहरू तपाईँ र मेरो जीवनमा कहाँबाट आउँछ तपाईँलाई थाहा छ? फेसबुक र टिकटकबाट आउँछ, सामाजिक सञ्जालबाट आउँछ, इन्टरनेटको थ्रु आज चाहिँ बत्सेबाहरू चाहिँ हाम्रो जीवनमा आउँछ प्रियहरू। अनि जसै हामी ती कुराहरूलाई हेर्न थाल्छौँ, दाउदले गल्ती गर्यो नि त, हेर्न थाल्यो कहाँ कहाँ कसरी मिच्छ है, कसरी नहुन्छ। अनि एउटा स्त्रीको नाङ्गो शरीरलाई जसै उसले चाहिँ हेरेर टोलाउन थाल्यो नि, दाउद गोलियतलाई मार्ने व्यक्ति हो, दाउद सिंह र भालुलाई मार्ने व्यक्ति हो। दाउद जसै उसले बिडा बजाउँथ्यो, साउलको जीवनमा आएका ती हानिकारक आत्माहरू, दुष्टाइका आत्माहरू निस्केर जान्थ्यो। त्यस्तो व्यक्ति हो दाउद। तर आज लड्यो, परमेश्वरको विरुद्धमा चाहिँ आज खडा हुँदैछ। त्यो पाप प्रियहरू, आज तपाईँ र मेरो जीवनमा है हामीले लडाइँ बुझेनौँ भने तपाईँ र म नाङ्गो स्त्री हेरेर टोलाउन थालिहाल्छौँ, तपाईँ र म नाङ्गो पुरुष हेरेर टोलाउन थालिहाल्छौँ दिदीबहिनी हो। यदि हामीले इसाईहरूले अबको लडाइँ बुझेन भने है, अब आज बेचेबाहरू कहाँबाट आउँछ? आज बेचेबाहरू यो इन्टरनेटको थ्रु आउँछ है। हामी मस्त प्रशस्त देख्छौँ है, तिग्रा लाउँदै, तिग्रा देखाउँदै, आधा शरीर देखाउँदै दिदीबहिनीहरू टिकटक र फेसबुकको संसारमा व्हाट्सएपको ग्रुपहरूमा चाहिँ नाच्दै गरेको। अब त्यहाँ हेरेर टोलाउन थाल्नुभयो भने तपाईँले तपाईँको जीवनमा चाहे सिंह मार्नुहोस् चाहे भालु मार्नुहोस्, तपाईँले तपाईँको जीवनमा जति ठुलो आराधना गरेर परमेश्वरको उपस्थिति नै किन नल्याउनु भएको होस्, तर यहाँनिर तपाईँ लड्नुभयो, ढल्नुभयो भनेदेखिलाई नि तपाईँ परमेश्वरको विरुद्धमा जानुहुन्छ, तपाईँ परमेश्वरको सम्बन्धदेखि चाहिँ टाढिनुहुन्छ। दाउद यहाँनिर चाहिँ लड्यो, दाउद लड्यो, घरलम्मै लड्यो। उसलाई थाहा भयो यो अर्काको श्रीमती हो। त्यति नै खेर उसले क्षमा माग्नुपर्ने थियो, मैले अर्काको श्रीमतीसँग यस्तो गर्नु हुँदैन भने। तर उसले के गर्यो, थाहा पाउँदै पनि अर्काको श्रीमती हो भन्ने थाहा पाउँदै पनि ल्याएर चाहिँ उसले चाहिँ आफ्नो राजा हुनुको त्यो अधिकार पावरलाई चाहिँ उसले गलत तरिकाले चाहिँ इस्तेमाल गरेको कुरा हामी पाउँछौँ। प्रियहरू हो, आज तपाईँ र म पनि तिनै राजाका छोराहरू हौँ, तिनै परमेश्वरका पुत्रहरू हौँ हामीहरू है। हाम्रो जीवनमा परमेश्वरले अधिकार दिनुभएको छ, हामीसँग परमेश्वरको जीवित वचन छ। यद्यपि यी सबै कुरा हुँदै पनि यदि हाम्रो जीवनमा यी बत्सेबाहरू आयो भनेदेखिलाई तपाईँ र मेरो विश्वासी जीवन, क्रिस्चियन जीवन, प्रभुसँगको सम्बन्धको जीवन सबै कुरालाई चाहिँ यसले ढालिदिन्छ प्रियहरू। होशियार, आज म तपाईँलाई होशियार गर्न चाहन्छु। लडाइँ हो यो, क्रिस्चियन जीवन चाहिँ लडाइँको जीवन हो, सम्झौताको जीवन होइन। आज पनि लडाइँ छ, यो लडाइँ चाहिँ प्रत्येक दिनको लडाइँ हो, प्रत्येक पलको लडाइँ हो है। तपाईँ 24 घण्टा आराधनामा डुब्नुहोस् होइन, वचन सुन्नुहोस्, तर 5 मिनट फेसबुक चलाउँदा कुनै स्त्रीको नाङ्गो शरीरलाई हेरेर तपाईँ टोलाउन थाल्नुभयो भने नि सक्यो। तपाईँको त्यो आराधना, तपाईँको त्यो प्रभुसँग भय डर सबै कुरा सकिन्छ। त्यही भएर हामी यस्तो एउटा युगमा छौँ प्रियहरू, हामी एकदमै भयङ्कर युगमा छौँ यो समयमा। त्यसै कारणले हामी के हेर्दैछौँ टिकटकमा, हामी के बोल्दैछौँ टिकटकमा है, हामी के सुन्दैछौँ टिकटक, फेसबुक, व्हाट्सएप, इमोमा एकदमै ठुलो अर्थ राख्छ प्रिय। म तपाईँहरूलाई आज चाहिँ चुनौती दिन चाहन्छु, जति पनि गलत कुराहरू छ तपाईँको टिकटकमा, तपाईँको फेसबुकमा, ती सबै कुरा ती बत्सेबाहरूलाई तपाईँले ब्लक गर्नुहोस् मेरो दाजुभाइहरू, ब्लक गर्नुहोस्। ती कुराहरूलाई तपाईँले
के अरे अनइन्स्टल गरिदिनुहोस्, फालिदिनुहोस्, तिनीहरूको सबै प्रोफाइलहरू फ्याँकिदिनुहोस्। होइन भनेदेखिलाई शैतानले त सधैँ हाम्रो जीवनमा सम्झौता दिन्छ, कम्प्रोमाइज हुन्छ, ठिकै हुन्छ, के हुन्छ त होइन। कति यो बोल्ने अहिले यो वचन बोल्ने व्यक्तिले पनि सायद हेर्छ होला लुकी लुकी, होइन मैले हेर्थेँ कुनै बेला। म एकदमै ढोङ्गी व्यक्ति हुँ, पाखण्डी व्यक्ति हुँ। मैले त्यसरी नै टिकटक फेसबुकलाई चलाएको थिएँ तपाईँहरूको माझमा, टु बी अनेस्ट, एकदम अनेस्ट भएर भन्न चाहन्छु। म त्यस्तै खाले व्यक्ति थिएँ, नाङ्गो स्त्रीहरूलाई हेर्ने गर्थेँ, मैले धेरै किसिमको त्यो पोर्नोग्राफीका पापहरूलाई मेरो जीवनमा ठाउँ दिएर जिउने गर्थेँ, मण्डली जान्थेँ, सेवाकाई पनि गर्थेँ। अनि फेरि ती सबै किसिमका घिनलाग्दा पापहरू मैले मेरो जीवनमा गरेको हुँ। तर आज म परमेश्वरसँग क्षमा माग्दै, परमेश्वरसँग ती सबै कुराहरूको निम्ति चाहिँ क्षमा मागेर आज मैले चाहिँ मेरो जीवनमा लिएको निर्णय नै हो कि म यो प्रत्येक दिनको लडाइँमा प्रभुसँग चाहिँ म जिउँछु। अनि यही उद्देश्यले नै मैले वचनहरू चाहिँ तपाईँहरूको माझमा ल्याएको छु। म कुनै दुधले धोइएको व्यक्ति होइन, म कुनै चोखो व्यक्ति, एकदमै धर्मी व्यक्ति होइन। म एकदमै धेरै पापको त्यो गहिराईमा, अन्धकारको त्यो खाडलमा पसेको व्यक्ति हो, जहाँ येशू ख्रीष्टको ज्योतिले चाहिँ आज मलाई निकालेको हो। अनि म आज गर्वको साथ भन्छु, प्रभु मेरो साथमा हुनुहुन्छ नि। त्यसै कारणले गर्दा प्रभुको वचनलाई मैले ल्याएको छु। अनि म आशा गर्दछु यस वचनले पक्कै पनि तपाईँहरूलाई पनि आशिष तुल्याउनेछ। हुन्छ, जय मसीह।